आज म हजुरहरूलाई केबल चेस्ट फ्लाइ मसिन कसरी युज गर्ने भनेर सिकाउन गइरहेको छु। यो एक्सरसाइजले हजुरको चेस्ट मसललाई टार्गेट गर्छ र ट्रेन गराउँछ। फर्स्टमा हजुरले केबल मसिनलाई चाहिँ ठ्याक्कै चेस्टको लेभलमा आउने गरेर एडजस्ट गर्नुपर्छ। यो केबल मसिनलाई एडजस्ट गर्नलाई चाहिँ हामीले यसलाई तानेर यसरी मुभ गरेर चाहिँ लक गराउनु मिल्छ। केबललाई दुईटै साइडमा एडजस्ट गर्नु भइसकेपछि चाहिँ तपाईँ ठ्याक्कै मसिनको बिचमा उभिन खोज्नुपर्छ। मसिनको बिचमा उभिएको चाहिँ कसरी थाहा पाउने भने एक साइड तपाईँ धेरै नजिक बस्नु भएको छ भने एउटा तन्केको हुन्छ, एउटा चाहिँ लुज भइरहेछ कि। अब अर्को साइड गयो भने सो दुवै साइड इक्वल्ली हात तन्केको जस्तो फिल भयो भने हजुर चाहिँ बिचमा हुनुहुन्छ है। सो बिचमा बसिसकेपछि के गर्ने, वान स्टेप लिन खोज्ने अनि लन्जेस पोजिसनमा बस्ने, यस्तो या यस्तो गर्ने। ठ्याक्कै एउटा खुट्टा चाहिँ बेन्ड गर्ने, अगाडिको खुट्टालाई बेन्ड गर्छौँ, पछाडिको खुट्टा सिधा हुन्छ यत्तिकै। अब चाहिँ के गर्छौँ हामी, यो हातलाई चाहिँ सिधा पहिला चेस्ट फ्लाइ गर्न लागेको जस्तो गरेर लिएर आउँछौँ अनि कन्ट्रोलमा बेन्ड गरेर पछाडि लग्यो अनि ल्याउँदाखेरि सिधा प्रेस, स्क्विज गर्ने चेस्टलाई, कन्ट्रोलमा गयो अनि प्रेस, कन्ट्रोलमा गयो अनि प्रेस। यो कुराहरू चेस्ट फ्लाइ गर्दाखेरि याद गर्नुहोस् र यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्नु छ भने मलाई सब्सक्राइब गर्नु।